हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज म कुरा गर्दैछु जापानका टिचर र यहाँका मान्छेको बारेमा थोरै जानकारी दिन्छु। आइसकेका मान्छेले चाहिँ थाहा पाइसक्नुभयो यहाँका मान्छे कस्ता हुन्छन् र यहाँको रुल कस्तो छ भनेर। तर अब आउँदै गरेका विद्यार्थीहरूलाई चाहिँ चासो बढी हुन्छ क्या, किनकि भिडियोमा जे देखाइन्छ नि त्यो असली हुँदैन है। यहाँको रुल एकदमै कडा छ। यहाँको मान्छे पनि मिल्ने मान्छेलाई चाहिँ एकदमै आशासी छन्, दयालु छन् हैन। अब नमिल्ने मन परेन भने परेन हो कि। यहाँ तपाईँ जापान आउँदै हुनुहुन्छ भने सानो सानो कुरामा पनि एकदम बढी ध्यान दिनुपर्छ। जस्तै तपाईँले खाएको कागजहरू भुइँमा फाल्नु हुँदैन, खाएको चुइकम थुक्नु हुँदैन। चुइकम मात्र होइन, यहाँ थु गरेर थुक पनि थुक्नु हुँदैन क्या। अब नेपालीको बानी भनेर के भन्नु, मै हो, म पनि नेपाली हो। मैले पनि पहिला नेपालमा पिचिक पिचिक जहाँ पाएँ त्यही थुक्ने बानी थियो नि त हाम्रो होइन। त्यसरी थुक्न पनि मनाइ छ। सुरुमा त क्या डराउन दिन्थ्यो क्या हाम्रो सेन्सेहरूले होइन। तिमीहरूको थुके पनि प्रब्लम, बाटो काटिने प्रब्लम, रेड लाइनमा बाटो नि नकाटौ, झिपी गरे बेलामा नि नकाटौ रे, यति भन्थ्यो। यति ल भिजामा प्रब्लम आउँछ रे भनेर है। केही गर्न 10 बजेपछि हल्ला गर्न मनाइ छ गाइज। यहाँ 10 बजेपछि हल्ला गर्यो भने तिमीहरूलाई कम्प्लेन आउन सक्छ। त्यो कुरामा चाहिँ एकदमै ध्यान दिनुपर्छ। ठुलो आवाजमा म्युजिक लगाउने, साथीहरूलाई बोलाउने, जम्मा गर्ने, हल्ला गर्ने चाहिँ यहाँ चाहिँ बाछु दामे। तिमीहरूको एउटा सानो गल्तीले तिमीहरूको भविष्य नै अन्धकार बनाइदिन सक्छ। त्यही भएर धेरै ध्यान देऊ। यति मात्र होइन कि, सुन न, यस्तो के यहाँको मान्छेले चाहिँ झ्याप्प रिसाउँदैन है। झ्याप्प रिस उठ्दैन। यहाँको मान्छेलाई चाहिँ रिस उठ्यो भने त्यो मान्छेले आँखा पनि देख्दैन कि कसम। हाम्रो नेपालीहरूले चाहिँ रिस उठ्यो भने टाउको दुख्ने, मुख रातो हुने, आँखा पोल्ने गर्छ होइन। यिनीहरूलाई रिस उठ्यो भने चाहिँ पेट पोल्छ रे। पेटमा आगो बोलेर घाँटीबाट यसरी हात निकालेर कप्पे पार्ने जस्तो हुन्छ रे। त्यही भएर ध्यान देऊ। मेरो स्कुलका सेन्से होइन, सिआइडी हुन्, सिआइडी। सानो सानो कुरामा पनि हेरेर बस्छन्, उरुसाई भन्छन्। यति हल्ला गर्न हुन्न, हल्ला गरिस् ल तँलाई अब सेन जाने हो, तेरो सिउरीमा त्यहाँ हल्ला गरेको लेखिदिन्छु पनि भन्छन्। के भन्ने अब, तँ धेरै बोल्छस् त्यही भएर तँलाई कुनै पनि गाक्कोले ल्याउन गाह्रो मान्छ पनि भन्छन्। यहाँ धेरै बोल्न पनि त्यस्तो छ हेर। जान्ने हो भनेर धेरै पतर पनि गर्ने होइन के। अरू मेरो स्कुलका सेन्सेहरूले मेरो टिकटक धरी हेर्छन् कि यसले कस्ता भिडियो अपलोड गर्छ, जापानिजको बारेमा अपलोड गर्छ कि नेपालीको बारेमा अपलोड गर्छ भने। कोही कुरा जापानिजमा बोलेको छु भने कोरेवा बाचुदेश भनेर भिडियो सेयर गरिदिन्छन्। सेन्से होइनन्, सिआइडी हुन्, सिआइडी। यहाँ आइसकेपछि हामीहरूको जिम्मेवारी निहोङ्गो गएकोका सेन्सेहरूको हुन्छ नि त। त्यही भएर सानो सानो कुरामा पनि उनीहरूको आँखा हुन्छ। तिमीहरूले घरबाट बाहिर खुट्टा हाल्यो भने सबै सेन्सेहरूले आँखा लाएर बसेको हुन्छ अरे। को कहाँ बसेको हुन्छ देखिँदैन। तर तिमीहरूको घरबाट बाहिर निक्ल्यौ भने तिमीहरूको निगरानी जापान सरकारले पनि राखेको हुन्छ भन्छन्। तिमीहरू हल्ला गर अथवा केही हो दुर्घटना होस्, 5 मिनट नहुँदै यहाँको पुलिस आउँछ। यहाँको योजना झन् तीव्र छ कि तीव्र। प्रगति त राम्रै हो, तर नेपालीले धेरै नराम्रा कामहरू गरेको भएर अहिले चाहिँ जापानमा नियमहरू एकदमै कडा गरेको छ। अनि लास्टमा एउटा कुरा, जापानमा अहिले काम पाउन धेरै गाह्रो पनि भइरहेको छ। जस्तै म बिचमा काम नपाएर 2-3 महिना बसेँ। म आएको 1-1.5 वर्ष भइसक्यो, तर पनि मैले अहिलेसम्म राम्रो काम पाएकै छैन। अहिले आएको विद्यार्थी 3-4 महिना भइसक्यो, उनीहरूले पनि काम नपाएर यतिकै बसिरहेछ। अरू पहिला आएर 4 वर्ष पढाइ सिद्धाएर बसेका मान्छेले पनि काम नपाएर घर फर्किनु परेको छ। त्यही भएर कसम मैले भन्छु, तँ गइस्, तँ गएर हामीलाई नआइज भनिछेस् भनेर चाहिँ सबैले भन्न सक्छन्। तर यहाँ आएर दुःख पाएर आँसु देखाउनु छ भने बिन्ती प्लिज यहाँ नआइजो। सकेसम्म अरू देश गएकै राम्रो के। यहाँ आएर 1 लाख कमाएर महिनामा 5,000 बचाउन सकिँदैन। बरु अरू देशमा गएर 50,000 कमाएर 20,000 खाएर 30,000 घर पठाउनु पनि धेरै ठुलो कुरा हो। गाइज धेरै धन्यवाद होइन। सबैले आफ्नो ख्याल राख्नु होला। यो कुरा चाहिँ एकदमै ध्यान दिनु होला। मेरो भिडियो लास्टसम्म हेरेकोमा धन्यवाद। जाँदा एउटा सब्सक्राइब पनि गरिदिएर जानु होला। अनि भिडियोमा केही सोध्न मन लागेको कुराहरू छन् भने सोध्नु, म अर्को फेर त्यो कमेन्टलाई लिएर अर्को फेर म भिडियो अवश्य बनाइदिन्छु। बाई बाई।